हेलो एभ्रिवान। मुला र लप्सीको अचार त नबनाउने कोही पनि हुनुहुन्न होला है। त्यही पनि मैले बनाएको भिडियो पनि हेरिदिनु ल। मैले बनाएको ठिक छ कि छैन मलाई भनिदिनु होला है। अब यसमा के थप्यो भने अझै मिठो हुन्छ होला, तपाईँहरूको स्टाइलमा भनिदिनु होला है। अनि मैले चाहिँ यो भिडियो बनाउनकै लागि भनेर सर्च गरेको थिएँ कि अब यो गालेको अचार चाहिँ कहिलेसम्म खान मिल्छ भनेर। यो चाहिँ 2-3 महिनाभन्दा बढी चाहिँ खान मिल्दैन अरे, किनभने 2-3 महिनासम्म चाहिँ फर्मेन्टेसन भएर प्रोबायोटिक्स बन्छ अरे। त्यो चाहिँ हाम्रो हेल्थको लागि, हाम्रो डाइजेसनको लागि एकदम राम्रो हुन्छ अरे। त्यहाँभन्दा पछि अझ धेरै समयपछि खायो भने चाहिँ त्यसबाट विषादी जस्तो बन्दै जान्छ अरे, जसले गर्दा चाहिँ क्यान्सर हुन सक्ने सम्भावना बढ्छ अरे। त्यही भएर कालीको अचार धेरै समयको खान हुँदैन भन्छ नि त। 2-3 महिनासम्म चाहिँ खान हुन्छ है, हुँदो रहेछ। त्योभन्दा पछिको चाहिँ सकेसम्म नखानु होला। अनि मैले कति मान्छेहरूले भने सुनेको छु नि त, गालेको अचार त 2-3 वर्षसम्म खान मिल्छ अरे भनेर भनेको छ होइन। अब त्यो के हो थाहा छैन, मिल्न त मिल्छ होला है मजाले प्याक गरेर राखेपछि, तर नखानु भन्दा रहेछन्। मैले चाहिँ यसमा लप्सीलाई सिनेको छु अनि मुलालाई चाहिँ काटेर एक घाम सुकाएर अनि हल्का ओइलाएर चाहिँ युज गरेको छु, पानी नहोस् भनेर हो। अनि पिरोको लागि खुर्सानी हालेँ, अनि त्यसपछि नुन हालेँ, नुन त हो, नुन खुर्सानी। अनि त्यसपछि तेल तताएर मेथी हालेँ, बेसार हालेँ र ज्वाइँ झानेर अचार बनाएँ। अब यसमा के थप्नुपर्छ त्यो चाहिँ तपाईँहरूको स्टाइलमा भन्नु ल। मलाई चाहिँ यति नै हो कि आउने चाहिँ, मलाई आउने यति नै हो। पनि मलाई यत्तिकै मिठो लाग्छ कि मैले आफूले बनाएको भएर हो कि के हो होइन, मलाई चाहिँ मिठो लाग्छ। अब तपाईँहरूलाई कस्तो लाग्छ भनिदिनु होला। मेरो अचारको फाइनल लुक्स चाहिँ यही हो है। मजाले मैले मिचेपछिको यस्तो लुक्स आयो। अब मैले यसलाई बट्टामा हालेर राख्छु र जहिले चाहियो त्यहिले खान्छु, त्यो पनि 3-4 महिनासम्म मात्र।